हेलो एभ्रिवान, आज मैले बनाएको छु फुलकोपीको सुकुटी र आलुको एकदमै मिठो सब्जी। यो बनाउन एकदमै इजी छ र खाना पनि एकदमै मिठो हुन्छ। आउनु सुरु गरौँ है। यहाँ मैले सुकाएको फुलकोपी र आलुलाई बफ्याएर एकतिर राखेँ। मसलामा मैले लिएको छु जिरा, मरिच, लसुन र खुर्सानी। कराईमा तेल तताएर सबै सुकाएको फुलकोपी हालिदिएँ अनि त्यसमा हाले स्वादअनुसार नुन, बेसार हालेर मजाले रातो हुने गरी फ्राई गरेँ। यो फ्राई भइसक्यो। अब सबैलाई निकालेँ। त्यही उब्रेको तेलमा 5 फोरन पड्काएँ र एउटा काटेको प्याज हालेर भुटेँ। प्याज रासकेपछि यसमा आलु हालिदिएँ र नुन र बेसार हालेर यसलाई रातो हुने गरी फ्राई गरेँ। आलु हाम्रो फ्राई भइसकेको छ। अब यस भुटेको फुलकोपी हालिदिएँ र एकछिन चलाएर मसला हालिदिएँ। अब यसलाई मजाले भुट्नुपर्छ र ग्रेभीको लागि पानी हालेर 10 मिनटको लागि छोपेर छोडिदिएँ। 10 मिनटपछि यो यस्तो भएको छ। लु, रेडी भयो हाम्रो आलु र फुलकोपीको एकदमै स्वादिष्ट सब्जी। एकचोटि ट्राई गर्नुहोला। बाई बाई।